लैदे 2 किलो गाजरमा कत्तिको हलुवा बन्दो रहेछ। मजासँग पहिला गाजरलाई पखालेर छिलछाल पारेर करेसोमा कोरिसकेपछि मजासँग 1.5 लिटर दुधमा अनि गाजर हालिदिने। गाजर हालिदिसकेपछि यसलाई मजासँग चलाएको 4 घण्टा त चलाउनै पर्छ। मैले 4 घण्टा त यसलाई मजासँग चलाएको 4-5 घण्टा लाग्यो मलाई यो बनाउन। जबसम्म दुध सुक्दैन त दुध नसुक्ने बेला मजासँग चलाएको गर्ने। जबसम्म दुध सुक्छ, दुध सुकेपछि चिनी हाल्ने। मजासँग चिनी हालिसकेपछि चाहिने जति चिनी हाल्ने। चिनी हालेपछि चलाउने। चिनी हालिसकेपछि चलाइसकेपछि अनि माथिबाट थोडा घिउ पनि हालिदिने। घिउ पहिल्यै हालेर भुटे पनि हुन्छ, पछि हाले पनि हुन्छ, आफ्नो आफ्नो तरिकाले बनाउने हो। मैले चाहिँ पछि हाल्दै थिएँ। त्यसलाई मजासँग चलाउने बेसरी चलाएको गर्ने। जबसम्म चलाउने त्यो घिउ हालिसकेपछि नि हल्का हल्का पानी आउँछ, त्यति बेलासम्म चलाइराख्नु पर्ने। त्यति बेलासम्म चलाउने जबसम्म यो पानी सुक्दैन। पानी सुक्छ अनि त्यसपछि मजासँग मिठो हुन्छ। पानी सुक्ने बेलासम्म चलाएको गर्ने। नचलाएपछि पिरोमा लाग्छ, त्यही भएर चलाएको गर्नुपर्छ। मजा 5 घण्टा किचनमा उभिएर यो बनाएको मजासँग बनाइसकेपछि लास्टमा ड्राई फ्रुटहरू हालिदिने, जे हाल्न मन लाग्छ। अनि त्यसपछि सकिन्छ बनाएर। अनि लास्टमा कटरमा सर्भ गर्ने। एकदम मिठो हुन्छ। मैले चाहिँ यत्तिकै बनाइदिएको थिएँ। हेर्दा चाहिँ मिठो भएको थियो।